नमस्ते एभ्रिवान, म विशेष भट्ट। आज चाहिँ हामी कक्षा 12 को इङ्ग्लिस बुकको एकदमै मिनिङफुल सर्ट स्टोरी जुन युनिट 1 मा रहेको छ नाइबर्स भन्ने नाइबर्सको सर्ट स्टोरीको समरी हेर्नेछौँ। यो स्टोरीलाई अस्ट्रेलियन राइटर टिम विन्टनले लेखेका हुन्। उनले यस स्टोरीमा के देखाएका छन् भने जब फरक संस्कृतिले मान्छेहरू बीचमा मिसअन्डरस्ट्यान्डिङ बढाउँछ, पछि गएर त्यही मिसअन्डरस्ट्यान्डिङले चाहिँ मान्छेहरू बीचमा मित्र र माया पनि बढाउँछ भन्ने कुराहरू देखाएको छ। अब चाहिँ हामी नाइबर्स स्टोरीको समरीतिर लागौँ। समरी सुरु गर्नुभन्दा अगाडि भिडियोमा नयाँ हुनुहुन्छ भने भिडियोलाई लाइक, कमेन्ट, सेयर र सब्स्क्राइब गरिदिनु होला है त। लेट्स स्टार्ट द स्टोरी। स्टोरीको सुरुवातमा एउटा न्युली म्यारिड कपल नयाँ घरमा सरेर आउँछन्। त्यो इलाकामा धेरै युरोपियन माइग्रेन्ट बस्छन्, जस्तै मेसेडोनियन र पोलिस मानिसहरू। सुरुवातमा त्यो जोडीलाई आफ्नो नयाँ छिमेकीहरू एकदमै अजीब र डरलाग्दा लाग्छन्। मेसेडोनियन परिवार जो कसरी बोल्थे भने ठुलो आवाजमा चिच्याउँदै झगडा गरिएको जसरी बोल्ने गर्दथे। त्यो कुरा तिनीहरूलाई रिस र हिंसाको सङ्केत जस्तो लाग्थ्यो, तर पछि थाहा हुन्छ कि त्यो त तिनीहरूको सामान्य कुरा र तरिका रहेछ भन्ने कुरा थाहा हुन्छ। त्यो जोडी सधैँ शान्त र सभ्य स्वभाव लाइफबाट आएका हुन्छन्, जहाँ छिमेकीहरू एकअर्कालाई खासै चिन्दैनन्। त्यसैले यहाँको खुल्ला आवाजले भरिएको संस्कृतिलाई उनीहरूले बुझ्नै सकेनन्। उनको अर्को छेउमा पोलिस विडोर बस्थे, एउटै बुढो मान्छे जुन प्राय दिनभरि लग्डी चिरेर बिताउँथ्यो। सुरुमा ऊ पनि गम्भीर र अनौठो लाग्थ्यो, तर बिस्तारै परिस्थिति बदलिन थाल्छ। नयाँ जोडीले आफ्नो बगैँचामा काम गर्न थाल्छन्, तरकारी रोप्छन्, जस्तै क्याबेज, बिन्स, ओनियन आदि जस्ता तरकारीहरू रोप्न थाल्छन्। छिमेकी मेसेडोनियन महिला र उनका श्रीमान आउँछन् अनि तरकारीहरू हेरिदिन्छन्, सुझाव दिन्छन्, यो यसरी गर्ने, यसरी बोटहरू लगाउने, माटो यसरी बनाउने भन्ने कुराहरूको बारेमा सुझाव दिन्छन्। सुरुमा ती नयाँ जोडीलाई अलि असहज लाग्छ, तर पछि उनीहरूलाई थाहा हुन्छ कि यो त माया र सहयोगको चिन्ह हो। क्रमशः मेसेडोनियन र पोलिस छिमेकीहरू र त्यो जोडीबीच फ्रेन्डसिप र ट्रस्ट बढ्दै जान्छ। पोलिस विडोरले त उनीहरूको लागि हेन हाउस यानि कि कुखुराको घर बनाउन नि सहयोग गर्छन्। उनले आफ्नो तर्फको गफ, हाँसो र सहयोगको मार्फत उनीहरूलाई कम्युनिटीको हिस्सा बनाइदिन्छन्। बेला बेलामा उनीहरूले सँगै खाना, तरकारी, वाइन र उपहार आदान प्रदान गर्न थाल्छन्। अब त्यो जोडी जुन सुरुमा अजनबी थियो, अब आफ्ना छिमेकीहरूसँग हाँस्दै खेल्दै रमाउन थाल्छन्। यसरी सिजन बदल्दै जान्छ। अटमपछि विन्टर, विन्टरपछि स्प्रिङ। यसै बदलिँदै गर्दाखेरि उनीहरूले सम्बन्ध पनि उनीहरूको बिचमा समयसँगै नजिक हुँदै जान्छ। एक दिन त्यो जोडीलाई थाहा हुन्छ कि उनकी पत्नी गर्भवती भएकी छिन्। सुरुवातमा